सो हेलो गाइज वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। अनि के छ हालखबर, आई होप सन्चै हुनुहुन्छ होला। डेली भ्लगिङको डे 28 भ्लगमा स्वागत छ। अनि आज चाहिँ म दिउँसोको 2 बजीतिर पाटन आएको थिएँ क्या। अनि पाटन घुम्ने बेला अनि फर्किने बेला चाहिँ अलि सिमसिम पानी पर्ला पर्ला जस्तो भएको थियो। अनि एकछिनमा हावा यस्तो चल्यो क्या होइन। अनि पानी नि एक्कासी पर्दिरहेको गाई, यस्तो जोरले परिरह, आकाश गड्याङ गुडुङ भइरहेको छ। अनि पानी यस्तो स्पिडले पर्यो। अनि म चाहिँ लास्ट भिजेको थिएँ क्या। केही बेरमा पानी रोकिन्छ भनेर त्यहाँ कुरेको त पानी झन पर्यो। अनि 1 घन्टासम्म चाहिँ म त्यस्तै कुरिरहेँ। अनि पानी नि यस्तो स्पिड परिरहेको थियो। कोही मान्छे भागिरहेको थिए छाता नबोकेर, ऊ 2टा भाइहरू नि भागिरहेको थियो क्या। अनि केही बेरमा मैले दिदीलाई नि बोलाएँ। अनि दिदी नि आउनुभयो क्या, फेरि छाता लिएर आउनुभयो। तर मलाई भिज्न मन पर्यो क्या। त्यो बेला चाहिँ स्पिडले पानी परिरहेको थियो। अनि फोन भिज्छ भन्ने डर थियो। अनि त्यही भएर अनि केही बेरमा म घर नै पुगेँ। अनि घर गएर गएको त लाइटै गएको रहेछ। अनि मैले लुगासुगा खोलेँ। अनि केही बेरमा अनि भेस्ट चेन्ज गर्न थालेँ। अनि आजको ब्लगिङ सकिन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई गाइस।